प्रिय भक्तजनहरू, आउनुहोस्, श्रद्धा र भक्ति भावका साथ बिहीबारको पवित्र व्रत कथा सुन्नुहोस्। आजको दिन बृहस्पति देव तथा भगवान विष्णुको विशेष पूजा गरिन्छ। यस दिन व्रत बस्दा जीवनमा ज्ञान, धन, सुख र शान्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। व्रत बस्नेहरूले दिनमा एक पटक मात्र भोजन गर्नुहोस्। यस दिन नुन नखाने गर्नुहोस्। पहेँलो रङको लुगा लगाउनुहोस्। यस दिन पहिलो वस्तु दान गर्नु शुभ मानिन्छ। पूजापछि कथा सुन्नुपर्छ। यो व्रत राख्नाले बृहस्पति प्रसन्न हुन्छ र धन र ज्ञान प्राप्त हुन्छ। स्त्रीको लागि यो व्रत धेरै लाभदायक मानिएको छ। यस दिन कदलीको पूजन गरिन्छ। आउनुहोस् अब कथा सुरु गरौँ। एक समयको कुरा हो। एउटा गाउँमा एक धनी व्यापारी बस्थे। उनीसँग धन सम्पत्ति सबै थियो, तर उनी भगवानको पूजापाठमा खासै विश्वास गर्दैनथे। उनकी श्रीमती भने अत्यन्तै धार्मिक थिइन्। उनी प्रत्येक बिहीबार भगवान विष्णुको व्रत बस्ने गर्थिन् र पूजा गर्ने गर्थिन्। एक दिन व्यापारीले भने, तिमी किन हरेक बिहीबार व्रत बस्छौ? यसले के फाइदा हुन्छ? श्रीमतीले शान्त स्वरमा भनिन्, यो व्रतले घरमा सुख, शान्ति र समृद्धि आउँछ। तर व्यापारीले विश्वास गरेनन्। उनले एक दिन श्रीमतीलाई व्रत गर्नबाट रोक्न खोजे। व्रत बन्द भएपछि बिस्तारै घरमा समस्या सुरु भयो। व्यापार घाटा, स्वास्थ्य समस्या, झगडा, धनराज चिन्तित भए। किन यस्तो भइरहेको छ? घर बेच्नु पर्ने अवस्था आयो। परिवार गरिब भयो। सीता भन्छिन्, यो सबै भगवानको अवज्ञाको परिणाम हो। धनराज पछुताउँछन्। धनराज मन्दिर जान्छन्। भगवानसँग प्रार्थना गर्छन्। त्यही बेला एक साधु भेटिन्छन्। साधुले भन्छन्, बिहीबारको व्रत पुनः सुरु गर। सीता पुनः व्रत सुरु गर्छिन्। घरमा शान्ति फर्किन्छ। व्यापार बढ्न थाल्छ। धन आउन थाल्छ। धनराज परिवर्तन हुन्छन्। अब उनी पनि पूजा गर्न थाल्छन्। भगवान विष्णुको कृपाले उनीहरूको घरमा फेरि सुख, शान्ति र धन सम्पत्ति फर्कियो। गाउँका सबै मानिस प्रभावित हुन्छन्। सबैले व्रत सुरु गर्छन्। धनराज भन्छन्, भगवानमा विश्वास नै सबैभन्दा ठुलो धन हो। भगवानमा श्रद्धा राख्दा जीवनमा सकारात्मक परिवर्तन आउँछ। व्रत र पूजा केवल परम्परा होइन, आस्था र विश्वास हो। अहङ्कारले दुःख दिन्छ, नम्रताले सुख दिन्छ। यसरी श्रद्धा र नियमका साथ बृहस्पति देवको पूजा गर्दा जीवनका सबै दुःख टाढा हुन्छन्। धन, ज्ञान, वैवाहिक सुख र समृद्धि प्राप्त हुन्छ। यदि तपाईँ पनि सुख र शान्ति चाहनुहुन्छ भने यो व्रत अवश्य पालन गर्नुहोस्। जय भगवान विष्णु, जय बृहस्पति देव। यो कथा मन पर्यो भने लाइक, सब्स्क्राइब गर्न नभुल्नुहोला। अरू कुन कथा सुन्न मन छ कमेन्टमा भन्नुहोला।